सर नमस्कार। अन्त कस्तो हुनुहुन्छ क्या? ठिकै छु। तपाईँको साथी हजुर प्रणाम स्कुलमा अस्ति 27 र 28 दुई दिनको सो थियो है? 27 होइन 26 27 26 27 अच्छा त कस्तो भयो तपाईँको त्यस्तो सो? सो एकदमै राम्रो हो। हामीलाई त्यसमा कुनै शङ्का छैन। किनभने सो हामीले जुन हिसाबले गऱ्यौँ नि सबैले पर्फर्मेन्स अब राम्रै दियो आर्टिस्टहरूले। ठाउँ ठाउँमा अलिअलि लिपसिङहरूमा अलिअलि गडबडी भयो होला हजुर हजुर तर अडियन्सले त्यस्तो थाहा पाउने गरी भएन। तर सो चाहिँ एकदमै राम्रो भयो कि तर भए तापनि खास कुरो चाहिँ के भयो भन्दाखेरि चाहिँ जुन चाहिँ हामीले दर्शकबाट चाहिँ जुन चाहिँ हामीले उयो पाउनु पर्थ्यो नि के भन्छ भने त्यसलाई प्रोत्साहन क्या त्यो प्रोत्साहन चाहिँ हामीले अलिक पाए जस्तो लागेन, अलिक दुःख पनि लाग्यो है। किनभने हामी संरक्षणको कुरा गर्छौँ, सुरक्षाको कुरा गर्छौँ, भाषा साहित्य है अनेक थरीका हामी कुरा गर्छौँ, सुन्छु म फेसबुकतिर है वाट्सएपतिर पनि आउँछ पेपरतिर। तर हामीले जति टिकट बेचेका थियौँ नि ती गण्यमान्यहरू पनि थिए कतिजना आए कतिजना सबैलाई म भन्दिनँ। तर फेरि पनि अब नाटक भन्ने कुरा घरिघरि भइरहने हुन्छ, यसलाई कति मेहनत गर्नुपर्छ है। तर त्यस्तो दर्शक नआए तापनि नाटक जतिले हेरे है सबैजना रमाए, त्यसको प्रशंसा गरे है, त्यो चाहिँ राम्रो भयो। ठिकै छ राम्रो। तर तपाईँको मैले एउटा कुरा पनि सुनेको थिएँ, तपाईँले एउटा बिमारीलाई पनि हेल्प गर्यो एउटा नानीलाई भनेर सुनेको थिएँ तपाईँले हो? हजुर, एकजना दृष्टि भन्ने नानी हजुर जसको चाहिँ खास उमेर चाहिँ मलाई पनि थाहा थिएन। कहाँको थियो नानी चाहिँ? नानी चाहिँ नि मिसिन कम्पाउन्डको रहेछ हजुर है। उहाँको आमाको नाम चाहिँ एलिजाबेथ राई हो कि थापा सरी थापा रहेछ है। र उहाँ आमा चाहिँ उहाँ हुँदो रहेछ र मैले फेसबुकमा चाहिँ मतलब देखेँ होइन, फेसबुकमा देख्दा पनि मलाई एक प्रकारको माया लागेर आयो र मैले खोज खबर गर्दाखेरि चाहिँ उहाँको आमासँग बात भयो, नम्बरहरू पाएँ है। तर हाम्रो अब के भने टिकट पुसिङमा मान्छे थिएन, कम्ती थियो, हामी अब स्ट्रगल गरिरहेको थियौँ है, बेसी थिएन, हामी 2-3 जना मात्रै हामी घुमिरहेका थियौँ। र पनि अब जति पैसा उठ्यो स्टुडेन्ट सोको चाहिँ हामी नानीलाई नै दिन्छौँ भनेर हामीले गोर्खेश्वरी रङ्गमञ्चले मतलब हामीले उयो अठोट गरेको थियौँ होइन। हाम्रो अठोट अनुसार चाहिँ हामीले चाहिँ साँच्चै नभन्दै 5,000 4900 चाहिँ स्कुलबाट उठेको थियो र 100 चाहिँ हाम्रो गोर्खेश्वरी रङ्गमञ्चबाट हालेर चाहिँ नम्बर 5,000 पैसा चाहिँ हामीले सेन्ड गरिदियौँ। त्यो प्रुफ मेरोमा छ है, अघि भर्खर हामीले सेन्ड गऱ्यौँ है। के हो भने अब हामीले अब धेर मतलब राम्रो काम नगरे पनि हाम्रो अब फाइनेन्सियली त हामीले अब त्यस्तो डरलाग्दो गर्नु सकेनौँ। फेरि पनि हामीले 25% भए पनि हामीले नानीको लागि अलिकति हामीले सेवा पुर्याउन सक्यौँ है। त्यसमा चाहिँ गोर्खेश्वरी रङ्गमञ्च साथै अब यहाँका कलाकारहरू भनौँ है सबैजना एकदमै खुसी छन्। एकदम खुसी लाग्यो मलाई। धन्यवाद, तपाईँले एकदम राम्रो काम गर्नुहुन्छ बिचरा है, अरूलाई पनि सेवा गर्नुभयो, बिमारी होइन कस्तो थियो। अन्त अर्को कुरा तपाईँको फेरि अझै पनि हुन्छ के भनेर सुनेको थिएँ तर होइन। अब चाहिँ हाम्रो सो भयो भने पुदुङमा हुने जस्तो कुरा छ। अच्छा है, पुदुङ भनेको चाहिँ बस्ती हो तर अहिले बस्ती छैन, सहर भइसकेको छ, बिल्डिङहरू छ, राम्रो मान्छे एजुकेटेडहरू छ। अब त्यो चाहिँ म अहिले भन्न सक्दिनँ है। अब त्यो आर्टिस्टहरूकोबाट पनि हुन्छ, उनीहरूले अब भ्याउँछन् भ्याउँदैनन् है, समय कस्तो छ त्यही हिसाबले चाहिँ अब यो सो चाहिँ हुन्छ हुँदैन, अब त्यो चाहिँ बादमा हो। हुन्छ, धन्यवाद तपाईँले यस्तो टाइम दिनुभयो, एकदम धन्यवाद तपाईँलाई। ल धन्यवाद तपाईँलाई पनि। हुन्छ।